हो मैले के देख्न परेको यसको चल्ती कार पनि कस्तीसम्म हो क्या छोरोको बिहा गर्ने बेला भइसक्यो बाउको बुद्धि आउँदैन काँडा काँडा त हात्ती जस्तो आइकी के देखेर आइकी हो छोरोको बिहा गर्ने बेला भा भने त्यसले थाहा पाइन्छ अलिअलि बुझ्नु पर्दैन कस्तो कस्तो खालको मान्छे भगवान हो यो घरमा 101 भइसके तर अरूलाई त्यसलाई के भन्ने आफू पनि कहाँको त काले ठुटोसँग टुनामुना लाएर ल्यायो केरे ल्यायो त्यसैको कारणले गर्दाखेरि म आज यस्तो उमेरमा सम्म पनि मलाई कुनै दिनमा सुख र शान्ति देखाइन झन् यो घर कस्तो रहेछ कस्तोको सन्तानमा परिछु क्या म पनि भएको के गर्ने फसेको तर यी हात्तीहरूलाई यिनीहरूलाई कसैले लहर्ने के गरे धनको मनको कसो गर्दछन् गरिरहोस् हेरिरहन्छु म त बस्छु खान्छु जेसुकै गरौँ म त सक्दिनँ अब म सक्दिनँ यिनीहरूलाई कसो गर्नुपर्छ के गर्नुपर्छ हेर्दै जाऊ न बुझ्दै जाऊ मैले भनेको कुरा तिमीलाई याद छ नि त मलाई सबै याद छ तपाईँ ढुक्क बस्नु अब मैले यो घरको मान्छेलाई राम्ररी शिक्षा दिनु छ त्यसमा साथ तिमीले दिनुपर्छ तपाईँ चिन्तै नगर्नु न मैले के भन्नुपर्छ सबै भनिहाल्छु नि टेन्सन लिनुपर्छ हजुरले अबदेखि तिमीले यो घरका मान्छेलाई हत्केला राखेर नचाउनु पर्छ कुरा बुझ्यौ के त्यो सबै सम्भव होला त यसमा असम्भव भन्ने चिज केही पनि छैन तिमी गर्दै जाऊ साथ म दिन्छु तपाईँको साथ पाएँ भने मैले गर्न सक्ने कुरा केही पनि छैन सबै गर्छु ढुक्क भएर बस्नु हजुर ल तिमीले यति भनेपछि म ढुक्क छु हाम्रो यो योजना कहिलेदेखि सुरु गर्ने त हजुर शुभ कार्यमा किन ढिला आजैबाट सुरु गरी भइहाल्छ के कुरामा मैले कमिरातिर यत्रो हाते जस्तो लाउडी बुझे जस्तो लिएर आएको छ घरमा मैले जाने छ टपरी जति चाहिँ हेर्दा पनि के राम्री लाएर ल्याऊ पनि घरमा म हुँदै यत्रो छोरा हुँदै लाज मर्नु लाज नभएको नमर्दलाई मैले जाने छ बिहा गर्ने बेला भएको छोरा छ के भन्ला के सोच्ला यही भएर यसले मलाई घरमा कुट्ने पिट्ने निकाल्ने गरेर छ दुनियाँको टपाइले रङ्गलाई रहेछ होइन मैले जाने छु कस्तो कुरा सहनु पर्दो रहेछ पीडा पनि कति कुराको सहनु मैले यो घरमा कसैको साथ पाएको छु कसैको साथ पनि धन्न एउटा छोराले मलाई साथ दिन्छु भनेको छु यो छोराको अगाडि के अनुहार देखाउँदो रहेछ यसले यो घरमा मैले जाने छु अब यसलाई भेटेर त्यो हात्ती ट्रकलाई भेटेर सबै कुरा गर्छु म किन आखिर चाहिँ मेरो घरमा के भनेर ल्याएको रहेछ यसले अनि के यसको बाउको बिहे आमाको व्रत बान्दै आउन जानेछ मैले होइन बाउले चाहिँ गर्नु खोजेको के हो छोराको बिहे गर्ने बेला बाउले बिहे गरिरहेछ भन्न त मम्मीलाई मैले भनेको थिएँ बाउको पारा ठिक छैन बाउले अर्को लेउला जस्तो गरेछन् जे भनेको त्यही भयो यो बाउले मम्मीलाई कति पीडा दिन सक्यो होला म त विदेश गइहाल्छु जे सिकोस् घरको दुःख घरमा त्यसको नासो मेरो गर्वमा हुर्किँदैछ त्यसको फोन पनि लाग्दैन अब सुन्तली दिदीलाई गएर सोध्छु म
I'm fine. Fine, yes. Where are you from? I'm from Bhutan. Bhutan. नेपाली बोल्न आउँछ? आइहाल्छ नि नेपाली भएर नेपाली बोल्दा आउँदैन। हेर्दा त तिमी नेपाली जस्तो छैनौ, अफ्रिकन जस्तो देखिन्छौ। हो, तपाईले ठिक भन्नुभयो। म अफ्रिका बस्छु। मेरो बाबुबाजे नेपालमै बस्नुहुन्छ। Oh, very good, very good. म पनि नेपाली हुँ, नेपाली, तर अमेरिकामा बस्छु। Good, good. I like you. Okay, I also like you. Okay. के हामी साथी बन्न सक्छौँ? साथी बन्न सक्छु। त्यसो भए जाऊ न त चिसो हावा कतै बसेर। हामी साथी त भयो, तर नाम सोध्न बिर्से। हजुरको नाम चाहिँ के हो? मेरो नाम चिम्री। नाइस नेम। तपाईको नाम? मेरो नाम गेडागुडी। भेरी नाइस नेम, गेडागुडी। तपाईँ नेपाल कति बस्नुहुन्छ? म नेपाल 2 महिना बस्छु। 2 महिना। म पनि नेपाल 2 महिना बस्छु। तपाईँ र म नेपाल बस्दा सँगै बस्नु हुन्छ? हुन्छ। लिभिङ टुगेदरमा बस्दा हुन्छ नि? लिभिङ टुगेदरमा त मेरो अलरेडी छ। ओके, नो प्रब्लम। यो सुन्तलीले नपत्याएर के भयो र? मैले त्यसको लागि के गरिनँ भने त्यसको पाउ परिन कि त्यसको घर सफा गरिन कि त्यसले मर्न जा भनेर म मर्न गइन कि, तर के गर्नु? ठिकै छ, त्यस्ता झारपातले नपत्याएर के भयो र? हाछु खाए बाछु खाए जुसे बारो। अमेरिकामा बस्ने खैरीले त एकै नजरमा यो छेपारेलाई आएर खाए नि हिरा र सुन भनेर यो छेपारीलाई चिनिन्छ। म त्यो खैरीलाई खोज्न हिँडेँ। छोरी नि कागै घरमा साउर आएर हैरान गराएर म त जङ्गलतिर 4-5 दिन बसेको। के गर्नु? आउँछ भन्थे, खै कहाँ गयो भने अत्तो पत्तो छैन। बाउलाई पिर त हुन्छ त गयो नि, छोरी चाहिँ सानो भयो नि, कहाँ मर्ला नि फेरि हुर्कायो बढायो, कहाँ जान्छ अत्तो बाउलाई एकल फोन छैन, कहाँ गयो भने अत्तो पत्तो के भन्नु? हो, शिवे दाइ त जङ्गलमा झोक्राएर पो बसिरहेछ नि त। अब यही दाइ भन्दा जान्छु, 50 रुपियाँ माग्छु, अनि गएर गम आलु चिउरा खान्छु। हेलो दाइ। साह्रै भोक लाग्यो, 50 रुपियाँ त दिन्न, गएर आलु चिउरा खानु पर्यो। आफ्नो त 50 रुपियाँ छैन, उल्टो भइरहेको 10 रुपियाँ ल्याउ न, जोगी हो सनेसी भने। दाजु तपाईँले भने चाहिँ बुझिन, 50 रुपियाँ चाहिँ दिनु, साह्रै भोक लाग्यो। ए मूर्ख, नेपाली कुरा बोल्दैन तैँले? मसँग 50 रुपियाँ छैन, बरु उल्टो 10 रुपियाँ ल्याएन मलाई। होइन बुढा, तपाईँ मानसिक रोगी त होइन? के भन्छ मलाई यो? ला आइया, आलु चिउरा खाउँ भनेको त थप्पड पो खायो। यो बुढासँग छैन जस्तो, म त गएँ, कोही पाउँछु होला बाटोमा। खान्छ आलु चिउरा, मान्छेले बिसाउने पैसा नभए होला मान्छे। के हतार छ र यसले यो घरमा एकछिन बस्नु।
बल्ल आज मेरो टाउको हलुका भयो। त्यसको दिदीको घर पुर्याइदिन्छु भनेर लिएर जाँदै थिएँ। त्यो ठेकदार पनि टुप्लुक्का कहाँबाट लुरु 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 हिँड्दै बाटैमा भेट भयो। मैले पनि के गरौँ भइरहेको थिएँ। कुरा गरेको त म लान्छु भनेर सहजैको स्वीकार भने र मैले पनि लैजा भनेर दिएर आइदिएँ। तर यो कुरा त फेरि कसैले गाउँमा त भन्नु भएन। मैले फेरि मलाई मार्छन्, भोलि यहाँ बस्न दिँदैनन्। त्यो पनि गतिलो त कहाँ छ र? होइन, त्यो ठेकदार चाहिँ कस्तो हो के? पहिले त्यसै कि आमाजु दिदीसँग माया प्रेम चलेको थियो, अहिले फेरि त्यसै कि भाइकी बुढीलाई लिएर घर पो गयो। त त्यसले गर्न खोजेको चाहिँ के हो? कतै बल्ल लिन खोजेको त होइन त्यसले? जेसुकै होस्, मेरो टाउको हलुका भइहाल्यो। पछि थाहा पाउँछ त्यसले। एक पाथी भातको चामलले अगाउँदिन त। मैले 25 केजी चामल ल्याएको 1 हप्ता पुगेन, मलाई 1 महिना जान्थ्यो। पछि यति किनेर खुवाउँदाखेरि त्यसको घर धस नस भएको मलाई पनि हेर्ने मन छ। त्यसकी बुढीले मलाई पहिले सहकारीमा कति डुबाइरहेछ, कति थोक भन्दै हिँडिरहेछ। म पनि रमित हेर्छु त्यसको। यहाँ त मलाई छ नि, मनी सुन्तु हो। त्यसको घरको रमित हेर्न मलाई पनि रहर छ। त्यो फटा बिजाएको त बिहे भइसकेको रहेछ। बुढी त खोज्दै यही गाउँमा पो टुप्लुक्क आइपुगेकी भने। यसो घुम्दै आएको त बाटोमा भेट भयो। अब के गर्नु, आफू त अर्काको दुःख देख्नै नसक्ने। घरमा लिएर आएँ, अब भात खान दिएँ। अनि फेरि तल दिदीकामा बस्छु भने अब बाटोमा लिएर जाँदै थिएँ। त्यही ठेकदारीसँग भेट भयो फेरि। अनि कुरा गरेको त म त सहयोग गर्ने मान्छे भने, ल ठिक छ त भने लिएर गयो घरतिर। अब त्यो गौरीले थाहा पायो भने त मलाई त मार्छ। यो कुरो त मैले सुनाउनु भएन, किनकि मैले यो गाउँमा बस्नुपर्ने, दुनियाँको छुचो भएर के बस्नु। त्यही भएर त्यसलाई भेट्यो भने पुरो मिलाउँछु म पनि। होइन हो सुन्तल दिदी, एक्लै फटफटाएर बस्नुभएको छ त नि? तिम्रै कुरा गरिराखेकी थिएँ म। मनमा कसो टुप्लुकै आइपुगेकी तिमी। के सम्झनु भएको थियो र दिदी? मुखले मात्रै ठिक्क पार्नुहुन्छ। सम्झनु भएको भए त कहिले कसो मेरो घरतिर पनि आइहाल्नुहुन्थ्यो नि बहिनी सम्झेर। हात तेरिका गौरी, त्यसो नभन न। म सम्झिन्न होला त? तिम्रा घरमा आउन त मन लाग्थ्यो के, तर त्यो अरू रिस उठ्ने मान्छेको मुख देख्नुपर्छ नै नआएको। तिमीलाई यसो अहिले जानु पर्यो, यसो बाहिर कतै भेट्यो भने तिमीलाई भेटाएर एउटा कुरा नगरी भएको थिएन। त्यही भएर म सोचिरहेको थिएँ, तिमी टुप्लुक्का आयो। सबै कुरा भन्छु, हेर न गौरी, अहिलेको जमानामा मान्छेको विश्वास गर्न साह्रै गाह्रो हुँदो रहेछ। त्यही त नि दिदी, अहिलेको जमानामा कसैको विश्वास गर्न गाह्रो हुँदो रहेछ। त्यही त नि। अनि गौरी, आज मेरो घरमा कहाँबाट बाटो बिराएर आइस् त? आउने मान्छे त होइनस्। दिदी, मेरो मन साह्रै आत्तिएको छ। एउटा कुरा सोध्नु कि भन्नु भयो। किन निराश गौरी? किन एउटा मात्रै कुरा भन्छु भन्छस्? 3-4 भन्न, म त तेरो दिदी हुँ नि। तर गौरी, एउटा कुरा तेरो भन्दा म पहिले भन्छु। के कुरा हो दिदी, भन्नुहोस् न। के भन्नु र बहिनी, त्यो विजय त महा फटाएर छ नि। होइन दिदी, के गर्नुभयो र उहाँले? के गरेन भन्न। तँलाई त्योसँग बिहे गरिदिएको भए त मलाई पाप लाग्ने रहेछ। मैले कुरा बुझिनँ नि दिदी, के हो र? कुरा खुलेर भन्नुहोस् न। कसरी भन्नु र गौरी? गल्ती त मेरै हो। तँ केटासँग भेटाउनु हुँदैन तँलाई। तेरो नि घरबार राम्रै हुन्छ भनेर भेटाएँ। मैले नि बिहे गरेको छुइनँ भनौँ। बचिया त नमर्दै बचिया रहेछ नि त। कुरा के हो दिदी, भन्नुहोस् न, भन्नुहोस्। मलाई डर लागिसक्यो। नडरा बहिनी, धन्न मेरो भाग्य दररो छ भन्न बरु। म पल्ला गाउँको भुन्टेको छोरीले म भुँडी बोकाएर म इन्डिया भागिसकेछ। बिचारी बल्ल बल्ल बुढेसकालमा साथी भेटाएको, त्यही पनि भुँडी बोकाइदियो भन्दैको उसलाई दुःख पर्यो कि क्या हो, रुँदै पो गयो। के गर्नु, यस्तै हो जिन्दगी, कसैको विश्वास हुँदैन।
माया भन्ने चिज पनि कस्तो खालको अन्धो रहेछ कि यो अन्धोले गर्दा पनि संसारै डुबायो आफूलाई टेन्सन आफ्नो के छ थाहा छैन अर्काको टेन्सन लिएर म पनि बसिरहेको छु यसै गर आज प्रेमलाई भेट्नु पर्ने थियो एकचोटि फोन गर्नु पर्यो हेलो महमली किन फोन गरेको थियौ तिमीले ए भनेपछि तिमीलाई फोन गर्न नमिल्ने मैले हुँदैन भनेको कहाँ हो र अहिलेसम्म तिम्रो रिसन बाइन गएको छैन है भन्नेको पनि तरिका हुन्छ नि भन तिमी कहाँ छौ भेटेर धेरै कुरा गर्नु छ म अहिले घरमै छु भन न म कहाँ हुँ भेट्न म त्यो गैरी गाउँको चौरमा आउँछु त्यहीँ आऊ तिमी पनि त्यहीँ भेटेर कुरा गरौँ हुन्छ मलाई आइहालेँ के त सुन त होइन तिमीले यो बढार्ने काम गर्ने होइन के होइन हजुर छोरी मान्छे भएपछि त कमसेकम घरमा सरसफाइ त गर्नु पर्यो नि यति गर्दा केही फरक पर्दैन के हजुर होइन क्या तिमीले यो बढाएर मैले हेर्न सक्दिनँ क्या तेरिका हजुर हजुर कहाँ जानु मन छ जानु न मैले बढारेको किन हेर्नु पर्यो हजुरले ल ल तिमी त्यसो भन्छौ भने म लाग्छु तर तिमीले धेरै काम गर्यो भने तिमी डुबाउँछौ क्या मलाई के लाग्छ ल म लागि ल ल जानु हजुर ख्याल गर्दैमा माया बस्यो जस्तो छ उसले त मलाई माया पो गर्न थाल्यो मान्छे हेर्दा पनि खाइलाग्दैछ मलाई पनि मन पर्न लाग्यो अब त यसलाई घरमै भित्र्याउनै पर्ला जस्तो छ जसरी भए पनि यी गाउँलेले कुरा काट्ने हो काटिरहन्छन् अब के भने छोराले पो के भन्ला कि यस्तो छोरासित नि डराउने छोरालाई जन्माउने त मै हो छोरालाई हुर्काएँ पढाएँ त्यत्रो बडा बनाएँ अब त्यसको के डर अझ बन्ती नुन खोज्न थाल्यो भने अझ अर्की दुईटा ल्याइदिन्छु अनि देख्छन् आमा छोराले छोरीलाई त पेट बोगाएछ मलाई पनि पेट बोकाएर गयो अब म यो संसारमा नबाँचे पनि हुन्छ प्रभु मलाई सुन्दैलानुहोस् कस्तो मेरो बाँकी रहेछ जताबाट नि मलाई मात्र धोका हुन्छ आखिर किन मान्छे भने कस्तो रहेछ प्रभु देखाउनु उसले त मलाई यस्तो धोका दिनु रहेछ किन मलाई यस्तो गरेको छोरी घरमा हेरेर बाँच्छु भने पनि छोरी छैन साथमा अब म के गरौँ हे प्रभु म के गरौँ दिनु नै थियो भने यी सब कुराहरू किन त्यसले त्यस्तो गरेको ममाथि एउटा विश्वास सुन्दरी दिदीको घरमा चलिरहेको थिएँ जोडी मिलाइदिन्छु भन्नुभयो यस्तो छोडी पो रहेछ प्रभु मेरो भाग्यमा यस्तो जोडी रहेछ मेरो धरतीमा बाँधिन म कसको लागि बाँच्नु र होइन ए छेपारे के छ तेरो हाल खबर
के हुनु म त यसै गाउँतिर कता हो नि अचेलमा भेटघाट पनि छैन त म कता हुनु यही गाउँतिर छु तँलाई मात्रै भेटघाट नमानी आजभोलि म अलिकति व्यस्त छु आफ्नै कारणले क्या ए हो र म पनि लास्टै व्यस्त छु हामी उस्तै रहेछौँ होइन ए छेपारे तँ चाहिँ के काममा व्यस्त छस् यस्तो आउने काममा हो कि क्या हो ओहो यो ठेदालाई खैरिनी भेट्ने त लाग्छ भन्नु हो नि ऊ आफै पछि लाग्ला होइन त्यसलाई भन्नुहुन्न आफूले चाहिँ त्योसँग बिहा गरेर अमेरिका जाउँला भन्ने कत्रो धोको छ यो ठेदा कमको बाटो छ दिउँसै कागको फुल चोला जस्तो छ त्यसलाई भन्नुहुन्न छेपारे भन्नुहुन्न आफै खानुपर्छ छेपारे तैँले आफै खाने हो अब होइन ए छेपारे के सम्झिरहेको त्यही पनि होइन ठेदा साहब यसो साथी भेट्न जान लाग्यो म त एकदम हतार छु मलाई है होइन यो छेपारे पहिला मेरो पछि लाग्थ्यो पछिले यसलाई के भएछ मलाई ठेकदार साहब भनेर दिनु भेट्थ्यो अहिले त यसले भेटघाट नै छैन के भएछ खै पनि परिवर्तन भएछ कि क्या हो होला नि अब यस्तो छु भने चाहिँ पैसा आउने काम गर्नु थाल्यो होला अलिअलि पैसा देख्यो होला कसले चटाइदियो होला अझ के गर्ने ल म पनि लागेँ मेरो घर आएर एकदम ठिक गर्नुभयो दिदी तपाईँले तपाईँ सहरमा बस्ने मान्छे यहाँ गाउँमा आउनुभएको छ आफ्नो अंश लिन आउनुभएको र पनि देउरानीले त्यस्तो भन्न सके कि तपाईँलाई कस्ती खालकी चोथालेर चाहिँ तपाईँकी देउरानी त आफ्नो अंश लिन आउँदा पनि होइन र दिदी हो नि बहिनी हाम्री देउरानी कम त मातेकी छै यो माइता गुन्द्रुक खान नपाउने कि छोरी धन्न यहाँ दुई छाक भात खान पाइछ मातेर जात्रै छ भने मेरो सरा त्यत्रो सम्पत्ति भए मान्छे म सम्पत्ति नभएर आयो र मेरो चाहिँ यहाँ चाहिँ पैतृक सम्पत्ति लिनको मेरो अधिकारले पो आएको त आफ्नो अधिकार लिन पर्दैन सम्पत्ति धेरै हुन्छ र यिनका खलकसँग बोलेर साध्य रहन्छ बहिनी मेरो बुढो चाहिँ सरा काम पर्यो भनेर जानुभयो म चाहिँ यो सम्पत्तिको भागभन्डा नगरिकन पटक्कै यहाँबाट चल्दिनँ भनेर बसेको देउरानी भनेकी पनि खत्तम यो घरका जान वास्ता व्यस्त गर्दैनन् यसलाई खाना दिन पर्छ भनेर पर भाग्छन् अब कसो गरौँ त खै तपाईँ टेन्सनै नगर्नु न दिदी म छु त म बहिनी होइन तपाईँ कि खाना दिन भने आउनु न तपाईँलाई के गर्नुपर्छ म सहयोग गर्छु बुझ्नुभयो अंश चाहिँ लिनुपर्छ दिदालाई खारा दिन हुँदैन के आफै लिने हो अन्तेर जाने हो बुढाले बोलाउनु खुरुक्क बोलाइरहेछु अब फोन गरिरहेछु बहिनी अब चाँडै नै आउनुहुन्छ अनि सम्पत्ति भागभन्डा लाइन्छ त्यसपछि यिनका घर त मरि काटे फर्केर आइँदैन अबदेखि हुन त हो दिदी तर त्यसो भन्न पनि हुँदैन कहिलेकाहीँ त नजाने ठाउँमा पनि जानुपर्ने हुन्छ के तपाईँहरू त आफ्नै मान्छे कहिलेकाहीँ त आउन पर्छ त्यसो चाहिँ नभन्नु तर काम नपरी चाहिँ नआउनु यिनीहरूलाई हेर्ने खालको खलक चाहिँ होइन के यिनीहरू हुन त हो नि बहिनी नुग्नी भनेकै फलेकै आगो हो सानो भएर के बिग्रिन्छ र तपाईँ धेरै मजाक हुनुहुन्छ यहाँको त मर्ने काट्ने छ नि त यहाँ कि तपाईँकी देउरानी बनाउँदी त अनि छोरो फेरि उस्तै कतिवटी बुढी बटुलिन सकेको के तपाईँको छोराले अनि पढाइ लेखाइ छैन हाम्रो देउरानीको बहिनी औँठाकै छाप हो बुद्धि हुन पर्यो नि बुद्धि तपाईँले चाहिँ बेलैमा पढ्नु भएछ दिदी जे गर्नु ठिक गर्नुभयो गाउँले र सहरिया यी त फरक छ त सहरिया हेरेर पनि जान्ने हुन्छन् अब गाउँमा के गर्नु त्यही काम गरो कोदालो खानु खायो भा गाउँको कुरा काटो त्यही त हो केही देखेका हुँदैन हो नि यिनीहरूले मलाई चाहिँ यसो देख्दा सोझी जस्तो लाएर हेपे होला दिने बुढीको कमको छु र हो दिदी हो ठिक गर्नुभयो जे गर्नुभयो तपाईँले नछोड्नु केही पनि कहाँ छोड्ने मेरो त रत्ती भरै छोड्दिनँ त भनिरहेको छु नि होइन दिदी म एउटा कुरा सोध्छु नरिसाइ भन्नु है सोध्नु न बहिनीले सोद्धा नि दिदी कहीँ रिसाउँछु त तपाईँको बुढाको नाम चाहिँ दिने बुढो कसरी रह्यो दिदी कसरी रहनु नि बहिनी मेरो बुढो त सबैलाई दिइसकेर लास्टमा आफू खाने भएर दिने बुढो भनेर भन्छन्
दिने बुढो भनेपछि सबैजनाले चिन्छन्, नमस्कार हजुर भन्छन्। मलाई पनि दिने बुढोको बुढी आउनु भएछ, नमस्कार। मेरो कत्रो इज्जत छ। ए त्यसरी पो रहेको हो दिदी उहाँको नाम। ल ल दिदी, यहाँ कति गन्थन मन्थन गरेर बस्नु। तपाईँ 2-3 दिन भइसके जस्तो छ खाना नखाएको। जाउँ भित्र, मैले खसीको मासु ल्याएर पकाएको छु, खाउँ दिदी पनि गएर। जाउँ बहिनी जाउँ। सहरमा खाएर आएको, त्यहाँबाट यहाँ आएदेखि केही खाएको छैन। अब नाम पनि दिने बुढो, मासु पनि खसी ल्याइदिएर रहेछ होइन बहिनी? हो दिदी ल्याइरहेको छु। आज त टन्न खाना पाएको बहिनीले आइए धेरै दिन पछि। खोइ त यत्रो बेर भइसक्यो म आइहाल्छु भनेको केटीको जात त कोरोना बाहेक केही जान्दैन कि आइ भने मैले जाने छु कसलाई जान्ने कुरा भएको छ हौ यो कसलाई जान्ने भनेपछि मान्छे गाला टोक्न मन लाग्यो के अझै त्यसकिने बानी गएको छैन तिम्रो कहाँ जान्छ हो मेरो बच्चैदैन यस्तै हो अनि कहिले नसुत्रिने भयो प्रेम सुध्रे भने संसारै उल्टिन्छ हो रहेछ तिमीले सबैलाई उल्टाको रहेछौ यो कुरा छोड्दियौ भन तिमीले मलाई के कामले बोलायो किन हुनु नि आफ्नै गाउँमा अब स्वास्थ्य चौकीमा जागिर खान आए नि म तिमीले स्वास्थ्य चौकीमा जागिर खाएर मलाई के हुने हो र यस्तो कुरामा तिमी मजाक नगर न अकालमा कसैको ज्यान नजाओस् भनेर म आफ्नै गाउँमा जागिर खान आए तिमीले ठिक सोच गरेर आएर चाहिँ मलाई धेरै खुसी लाग्यो म तिमीलाई साथ दिन्छु तिमीबाट यही आशा थियो मलाई खुसी लाग्यो खुसी मान्न पर्दैन यो अबुनमा चाहिँ कहिलेबाट लाग्यो किन ढिला आजैबाट लाग्यो लाग्नु नि त लाग्नु नमस्कार सेपारे दाइ नमस्ते भाइ नमस्ते के छ ठिक दाइ औषधि त खाइरहनु भन्छ नि तपाईँले बेलामा होइन हो मोटे तैँले के भन्दैछ मलाई के भएको छ र तेरो दिमाग बिग्रिन लाग्यो क्या दिमाग मेरो होइन कसको खुस्किया त मैले अस्ति देखाएको थिएँ त्यहाँ कहाँ जाँड खाएको बेलामा टिल्ल परेर रुखको मुनि चुप्प खाएर मेरै आँखाले देखायो हो होइन मोटे त्यो तैँले अस्ति देखेको रहेछस् यो कुरो कसैलाई पनि नभन है फेरि यो छेपारेको इज्जतै जान्छ क्या हल्ला गर्नुहुन्न नि फेरि कुरो बुझिस् नि बुझ्न त बुझेँ दाइ तर ए त्यसो भए मैले कुरो बुझेँ तैँले आँची खानु खोजे होला यस्तो होइन छ्या कस्तो भने दाइ आँची खानलाई म कुकुर हो र होइन मोटे तेरो दिमाग पनि मोटो मान्छे पनि मोटो के आँची भनेको आलु र चिउरा खाउँ भने क्या मैले कस्तो दिमागै नभएर छ त ए दाइ मलाई मनपर्ने भनेकै आँची हो आलु चिउरा मोटे त्यो अस्ति रुख चाटेको कुरो कसैलाई पनि नभन है ए दाइ कसैलाई नि भन्दिनँ नि जाउँ बरु आलु चिउरा खानु जाउँ कस्तो मुख चिलाइसक्यो खालै नि कति खान्छ हेलो गेडागुडी मेरो भनाइ र हजुरको भनाइमा फरक पर्यो मैले के भनेको भने म अमेरिका बस्ने अमेरिकाको एउटा संस्थामा काम गर्ने तपाईँ अफ्रिकाबाट आउनुभएको हामी दुईजना मिलेर यो गाउँको विकास गर्छौँ यहाँका जनतालाई शिक्षामूलक तालिम दिउँ सिपमूलक तालिम दिउँ त्यसपछि यहाँको चाहिँ राम्रो राम्रो मान्छेहरू हामीले फेरि हामी अफ्रिका लैजाउँ अमेरिका लैजाउँ उहाँबाट बजेट लिएर आउँ यहाँ गाउँको विकास गरौँ त्यो हिसाबमा कुराकानी गर्नलाई थप्पैमा सबै बसौँ भनेको तपाईँले चाहिँ अलरेडी मेरो गर्लफ्रेन्ड छ भन्नुभयो मैले त्यो सोचेको होइन तिमीले भनेको कुरा पनि ठिकै हो मिसेस चिम्ली हुन्छ हामी मिलेर सहयोग गरौँ गाउँलाई ओके मिलेर गरौँ आर यु स्मोक या इभिनिङ हजुर पनि खानुहुन्छ स्मोक खान्छु अनि के छ तपाईले चाहिँ कतिसम्म चाहिँ सहयोग गर्न सक्नुहुन्छ यो गाउँलाई
अहिले त भन्दिनँ, धेरै थोरै कति मिल्छ गरौँला नि हजुर म मिलेर। दुईजना मिलेर यो गाउँलाई विकास गर्नुपर्छ। ओके ओके। अनि अरू हालखबर हजुर परिवार तपाईँको कहाँ कहाँ हुनुहुन्छ? परिवार मेरो बाबामा यतै हुनुहुन्छ, बाबुबाजे सबै यतै हो, म मात्रै उता अफ्रिका बसेको। मिस्टर गेडागुडी, म एउटा प्रस्ताव राख्छु, तपाईँ मान्नुहुन्छ कि मान्नु पर्दैन? मिसेस चिम्री भन्नुहोस् न कस्तो प्रस्ताव हो, मिल्नेसम्म त म मिलाइहाल्छु नि। मिस्टर गेडागुडी, यो गाउँको योजनाको लागि अब पहिला कुरो त हामीले यहाँ एउटा अफिस खोल्नु पर्यो। अफिस मात्रै खोलेर पनि भएन, यहाँको मान्यजनहरू सब ठुला बडाहरू यहाँका चाहिँ सबै राजनीतिक दलहरूलाई बोलाएर मिटिङ गर्नुपर्छ। कसरी गर्ने, के गर्ने, कति बजेट पार्ने, कुन तरिकाले काम गर्ने भनेर सबैजना छलफल गरेर गर्नुपर्छ। हामीले मात्रै गरेर सक्दैनौँ। तपाईँले भनेको कुरा एकदम ठिक हो मिसेस चिम्री। हुन्छ हामी गरौँला, अफिस खोलेर बसौँला। तपाईँले भनेको सबै कुरा ठिकै छ, तर अहिले मलाई एकदमै इमर्जेन्सी कल आयो, हतार छ, म चाहिँ गएँ। फेरि बसेर कुरा गर्दा फ्रेस हुँदैन। ओके हुन्छ हुन्छ। बाई बाई। भित्र छ भित्र के गर्ने त्यसले? तीन पाती खाने सुत्ने के गर्छ त्यसले? भित्र बसिरहेछ कलाइसी हात्ती भने खानदानी जीव हो, तपाईँलाई थाहा छ? कुरा गर्दो रहेछन् तपाईँले भर देखाउनु त यस्तो हात्ती है। कसलाई भने हात्ती? मलाई हात्ती भन्ने? ए तेरो जीवसु थुतेर फाल्दिउला, विचार गर नि, विचार गरेर बोल। हात्ती भन्ने रहेछ। कसलाई थुन्ने जिब्रो? कसलाई थुन्ने? मेरो बडले लोत्त छोत्त यसको जीव थुन्ने, यसको धेरै मलाई बडी नभनी। मेरो बडले तैले केही गर्न पाउँदैछ, म छु, मैले साथ दिन्छु मेरो बडलाई। ए अहिले आएर मेरो बुहारीलाई पर्साउनु खोजे कि? बुढी मान्छे भएर धेरै फुरफुर नगर्नु नि, फेरि जानु पर्ला वृद्ध आश्रममा, नि बल्ल थाहा होला। हेर त बुहारी, ए हात्तीले त मलाई वृद्ध आश्रम पठाउँछु रे। यसलाई थाहा छैन होला मेरो बुढा काठमाडौँमा छन् नि त, उनी आएपछि को कहाँ जान्छ भन्ने कुरा त यसलाई थाहै छैन। ल भन त बुहारी। जसका बुढा जाँदा हुन् मलाई के मतलब? मेरो बुढो मेरो साथमा हुनुहुन्छ, मलाई के को टेन्सन? तँलाई हात्ती मेरो बुढो साथमा छ भन्दिरहेछ। को छ साथमा? मेरो बुढालाई तेरो बुढा भन्छस्? फेरिमा लाज नभकी नकचरी अर्काको बुढो खोसेर आउने भत्तुई, अझ लाज छैन तँलाई? नकचरी कसलाई नकचरी भने कि? मुख समालेर बोल। अहिले बुढा आयो त राम धुलाई आउँछ, त्यसपछि बल्ल थाहा पाउलिस्। ल कसले राम धुलाई गर्दो रहेछ मेरो बुहारीलाई? म पनि यो घरको खम्बा हो, खम्बा। कसैले हलाउन सके होइन। मेरो बुहारीलाई कसैले छोस्, कसैले नराम्रो गरोस्, तँलाई बाँकी राख्दिनँ मैले। हेर्दै जा। ए फुर्ती गर्दिरहेछ। तैँले आफ्नो बुढालाई नि खुसी राख्न सके भए मलाई ल्याउने थिएन, बुझिस्? होइन ओइ डङ्किनी, मेरो बुढालाई के दिएर तैँले खुसी बनाइछौ? मैले दिन नसक्ने कुरा तैँले चाहिँ के दिस्? ए आमा, यसले बुढो खुसी बनाइ भन्छ, के चाहिँ बढी दिन्छ हो डङ्किनीले? भत्तुई काम नभकी लाज साथ छैन, अर्काको घर बिगार्न आउने, आफ्नो घर गरी खानु छैन, अर्काको बुढो बिगार्न आउने, अझ मेरो बुढो खुसी बनाउँछु म। इस बनाइस् खुसी, अर्काको बुढो खोज्न आउने खुसी बनाउँछस्। मेरो बुढो दुखी छ खुसी छ भने तँलाई के थाहा? कसरी खुसी बनाइस् रे? त्यो त बुढालाई गएर सोधे थाहा भइहाल्छ नि कसरी खुसी बनायो भन्ने कुरा। तँलाई भन्न जरुरी छ? ओइ हात्ती, हैन मेरो बुढालाई त तैँले खुसी बनाइ भनिस्, तर बुढालाई मात्र खुसी बनाएर हुँदैन, बुझिस्? यो घरको सारा परिवारलाई खुसी बनाउनु पर्छ, बुझिस्? तैँले लायो लुगा धो। मेरो कपडा त मेरो बुढाले नधो, तिमी नधो भए कपडा म धुन्छु भन्नु भएको छ। तिम्रो कपडा धुनु होइन बुहारी, यो त झप्पर पो रहेछ त। ओहो, यसलाई त सितिमिति मान्छेले हटाउन सक्दैन, तर के गर्नुपर्छ भने तिमी र म मिलेर हेर एकदम खेल खेल्न पर्छ। नहात्ती सुन्नु फेरि अब के गर्ने यसलाई? होइन आमा,
भने यो बुढोले कहाँबाट सिला खोजेर डङ्किङलाई लिएर आएछन्? आमामा यो त मुखै लाउँछ हजुरलाई नि मलाई नि। यसलाई त सानोतिनोले हुँदैन जस्तो छ यो हात्तीलाई त। यसलाई तल आउनुपर्छ है आमा। अब आमा तपाईँ र म मिलेर यसलाई ठिक पार्नुपर्छ है। पर्छ एकदम पर्छ। दुईजना मिलेर के गर्ने कसो गर्ने हामी दुईजना मिलेर राख्नु यसलाई त्यहाँ राख्ने हो। यसलाई तलाउने काम तलाउने के गर्नुपर्छ है सब गरेर गर्ने होइन आमा। अनि यो बुढो त घरमा सिन्का नभात्ने मान्छे अहिले त यो हात्तीको लुगासम्म धोइदिन्छु भनेर छ। अनि यसले मोहीलाई कि के हो? मलाई पनि त्यस्तै लाग्छ। त्यसलाई लाउने त नधो। यो तमासा देखाएर के गर्नु आमा? लुगा चाहिँ लिएर जान्छु माथि राख्छु अहिले। म त्यही हात्तीलाई नै धुन लाउँछु। हुन्छ नि? हुन्छ त्यसैलाई धुन लाउनु। त धुन पर्दैन है त्यसैलाई दलाउने हो। हुन्छ आमा। त्यसैलाई दलाउने। खाना हात्ती मेरो घरमा के छ भनेर खाली यसलाई निकाल्न पर्छ साथी बुहारी मिलेर। त नाति बुहारी म साथ दिन्छु तपाईँलाई।